शिक्षक सेवा आयोग तथा शिक्षक लाइसेन्स तयारी गरेर बस्नुभएका सम्पूर्ण साथीहरूमा नमस्कार। म सागर चन्द। आज पनि म तपाईहरुमाझ अति महत्त्वपूर्ण प्रश्नको साथमा उपस्थित भइसकेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। साथै हाम्रो च्यानलले अझैसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई पनि थिच्न नबिर्सनुहोला, ताकि हामीले बनाएको भिडियो तपाईहरुमाझ सबैभन्दा पहिले आउनेछ। भिडियो सुरु गरौँ। Are you ready? वुडवर्थका अनुसार स्मृतिका तत्त्वहरू कतिवटा छन्? 4 वटा। स्थापना, धारणा, प्रत्यावन र पहिचान। विस्मरण सम्बन्धी दमनको सिद्धान्तका प्रतिपादक को हुन्? सिगमन्ड फ्रायड। सिकाइ स्थानान्तरका सिद्धान्तहरू कतिवटा छन्? 4 वटा। विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने वातावरण सिर्जना गर्नमा कसको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ? प्रधानाध्यापक। शैक्षिक गुणस्तर परिसर केन्द्रले हाल विद्यार्थीको सक्षमताको तहलाई कति तहमा वर्गीकरण गरेको छ? 6 वटा। राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 मन्त्री परिषदबाट कहिले स्वीकृति भएको हो? विक्रम सम्वत 2076 भाद्र 20 गते। शिक्षा ऐन 2028 को 8औं संशोधनले ग्रामीण शिक्षा विकास कोषको नाम परिवर्तन गरी के नाम दिएको छ? शिक्षा विकास कोष। शिक्षा नियमावली 2059 अनुसार कुनै विद्यालयले कक्षा थप गर्न चाहेमा शैक्षिक सत्र हुनुभन्दा कति समय अगाडि कहाँ निवेदन दिनुपर्छ? कम्तीमा 2 महिना अगाडि। जिसिएसम्म चाहिँ। फ्लास रिपोर्टिङ सिस्टमको सुरुवात कहिलेदेखि गरिएको हो? सन् 2004 मा सबैको लागि शिक्षा कार्यक्रम 2004-2009 लागू भएपछि। शिक्षक सक्षमता प्रारूप अनुसार कतिवटा सक्षमताहरू शिक्षकले हासिल गर्नुपर्ने हुन्छ? 8 वटा। राष्ट्रिय शिक्षा पद्धति योजना अनुसार प्राथमिक तहको अन्तमा कस्तो परीक्षा हुने व्यवस्था छ? जिल्ला स्तरीय। अर्लका अनुसार बच्चा जन्मिँदा उसको उचाइ कति हुन्छ? 20 इन्च। तौल चाहिँ 5.7 पाउन्ड। शिक्षाको अर्थ देशको तालिम र राष्ट्रप्रतिको माया हो। यो भनाइ कसको हो? कौटल्यले। विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपी कुन आर्थिक वर्षबाट लागू भएको हो? आर्थिक वर्ष 2073-74 देखि। सृजनात्मक उमेर भन्नाले कुन अवस्थालाई चिनिन्छ? उत्तर बाल्य अवस्था। वंशानुगत निर्धारणका नियमहरू कतिवटा छन्? 4 वटा। लिङ्ग निर्धारण गर्ने क्रोमोजोम कतिवटा हुन्छन्? 2 वटा। 23 वटा क्रोमोजोममा कति हजार जिन हुन्छ? 40,000 देखि 60,000। वंशानुगत गुण पूर्वजबाट सर्ने रोग हो। यो भनाइ कसको हो? राउथ पेन्डिट। परिपक्वता आफूद्वारा निर्धारित सीमाभित्र वंशाणुहरूको प्रभावको शुद्ध योगफल हो। यो भनाइ कसको हो? गेसेल। थाइलाइक जेनेटिक फङ्सन केसँग सम्बन्धित छ? परिपक्वतासँग। ओन्टोजेनेटिक फङ्सन केसँग सम्बन्धित छ? सिकाइको प्रभाव। शीर्षपाद नियमका प्रतिपादक को हुन्? गेसेल। ल अफ बायोमेट्रिकका प्रतिपादक को हुन्? जेल्टन। भिन्नताको नियम पत्ता लगाउने व्यक्ति को हुन्? ड्रोइन एन्ड लेमार्क्स। संस्थागत विद्यालयले विपन्न, अपङ्गा, महिला, दलित वा जनजाति विद्यार्थीलाई कति प्रतिशत नगर्ने गरी छात्रवृत्ति उपलब्ध गराउनु पर्नेछ? 10%। शिक्षक सेवा आयोगका अध्यक्ष तथा सदस्यको पदावधि कति वर्षको हुन्छ? 5 वर्ष। विद्यालयको वार्षिक कार्यतालिका निर्माण गर्ने दायित्व कसको हो? प्रधानाध्यापक। राष्ट्रिय शिक्षा आयोग प्रतिवेदन 2049 अनुसार शिक्षामा कति बजेट व्यवस्थापन गरिएको छ? 15%। शिक्षा सेवा आयोग नियमावली 2075 अनुसार कतिवटा अनुसूची व्यवस्था गरिएको छ? 2 वटा। विकास र परिवर्तन तीव्र हुने अवस्था कुन हो? यौवन अवस्था। मानव विकासको कुन चरण बौद्धिक विकास उच्चतम बिन्दुमा पुग्छ? किशोर अवस्था। औपचारिक शिक्षाको प्रारम्भिक पछि आरम्भ हुने विकासात्मक अवस्था कुन हो? किशोर अवस्था। मानव प्रकृतिको अध्ययन नै मनोविज्ञान हो। यो भनाइ कसको हो? बोरिङको। आधी तुफानको अवस्था भनेर कुनलाई चिनिन्छ? किशोर अवस्था। मनोवैज्ञानिकको व्यावहारिक शाखा कुन हो? शिक्षा मनोविज्ञान। जन्म पूर्वको अवस्थालाई हर्लकले कति चरणमा बाँडेकी छन्? 3 चरणमा। राष्ट्रिय परीक्षा बोर्डको कोषमा कति प्रकारको रकम रहने व्यवस्था छ? 5 प्रकारको। वर्तमान शिक्षा ऐन अनुसार माध्यमिक शिक्षाको प्रकार साधारण, संस्कृत र प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षा। शिक्षा ऐन 2028 संशोधन सहित अनुसार विद्यालय शिक्षाको माध्यम भाषा के हुने व्यवस्था छ? नेपाली भाषा र अङ्ग्रेजी भाषा। शैक्षिक गुणस्तर परिसर केन्द्र स्थापना किन भएको हो? विद्यालय शिक्षाको गुणस्तर परिसर गर्न।
विद्यालयले कसबाट स्वीकृति पाठ्यक्रम र पाठ्यपुस्तक लागू गर्नुपर्छ? नेपाल सरकारबाट। जिल्ला शिक्षा समितिमा जम्मा कति सदस्य रहन्छन्? 9 जना, पदावधि 2 वर्ष। जिल्ला शिक्षा समितिको विघटन कसले गर्छ? नेपाल सरकारले। शिक्षक सेवा आयोग कति सदस्यीय हुन्छ? 3 सदस्यीय, पदावधि 5 वर्ष। शिक्षक सेवा आयोगका सदस्यहरूले कति वर्षसम्म काम गर्न पाउँछन्? 5 वर्ष र 65 वर्ष उमेर पुरा नहुँदासम्म। शिक्षा ऐनमा नेपाल सरकारले कतिवटा विषयमा नियम बनाउने कुरा उल्लेख छ? 32 वटा विषयमा। विद्याकी देवी सरस्वतीले तपाईँको सरकारी जागिरी हुने इच्छा पुरा गरिदिनुहुनेछ। भिडियोलाई लाइक तथा सेयर गरी हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। यस्तै महत्त्वपूर्ण जानकारी लिएर फेरि आउनेछौँ।